जहाँ गए सबै भन्छन् केही हुँदैन यो देशको। कोही कामको खोजीमा विदेश पलायन हुने कुरा गर्छन् भने कोही कुरा गर्छन् अमेरिका, बेलायत र अस्ट्रेलिया पढ्न जाने। सबैको गुनासो उही राजनीतिक अराजकता र स्थिरताले केही गर्न दिएन। बरु विदेश गएर गर्छु, पढ्छु, काम गर्छु अनि आफ्नो देश बनाउन सहयोग गर्छु। सुख त कहाँ छ र? विदेश गयो हामी फेरि गुनासो गर्छौं। काम गर्न गएका दिदीबहिनी दाजुभाइ भन्छन् आफ्नै देशमा यति काम गरे भने सायद त्यही केही हुन्थ्यो होला। विद्यार्थी उता मरेर ओभरटाइम काम गर्छन्, कसैले त पढ्न पनि बिर्सिसकेका हुन्छन्। ओभरटाइम गरेर कमाएको अलिकति पैसा कोठाको भाडा तिर्ने, खाने, इन्टरनेटको पैसा तिरेर बस्ने काम मात्रै हुन्छ। घर सम्झियो, नेपालमा भए यस्तो गर्थे र उस्तो गर्थे भन्यो, चाडबाडमा आँखा रसायो। बाँकी बचेको पैसा जाड र रक्सीमा उडायो अनि भन्यो बेकार आए यार विदेश। बुद्धले भनेको याद आयो, हाम्रो जिन्दगीको सृष्टिकर्ता भनेको हाम्रो सोच हो। नभन्दै साथीभाइ हो, हाम्रो दिमाग एउटा बगैँचा जस्तै हो र हाम्रो सोच एउटा बिरुवा। हामीले हाम्रो बगैँचामा फूल फुलाउने कि घाँस उमार्न दिने यो हामीमा निर्भर हुने कुरा हो। अचम्मको कुरा त के छ भने न त तपाईलाई देशको स्थितिले नै यस्तो बनायो, न त राजनैतिक अराजकताले, बल्कि आफ्नो मानसिक अवस्थाले। तपाईको सबैभन्दा बलियो अंग भनेको मस्तिष्क हो र यो मस्तिष्कबाट निस्किने सोचले गराउँछ जे गराउँछ। हाम्रो घर बसेर जागिर मलाई खोज्दै आउँछ, सरकारले मेरो जिन्दगी राम्रो बनाउँछ, मैले डिग्री गरे अब म सजिलै जागिर पाउँछु भन्ने सोच लगायत अरू सोचले नै गर्दा आज हाम्रो करोडौं नेपाली विदेश पलायन हुने गर्छन्। जिन्दगी त तपाईको हो। यदि तपाई आफ्नो महत्वपूर्ण समय चियाको पसलमा बसेर देश र मानिसको कुरा गरेर बिताउनुहुन्छ भने मलाई आश्चर्य लाग्दैन यदि तपाईले कुनै अवसर पाइन भनेर भन्नुहुन्छ भने। म आश्चर्य मान्दिन यदि तपाईले एउटा, दुईटा या तीनवटा डिग्री लिएर नि काम पाइरहेको छैन भनेर भन्नुहुन्छ भने। किनकि जागिर अप्लाई गर्दैमा तपाईले काम पाउँछु भनेर सोच्नु नै गलत हो। पढाइ बाहेक तपाईले आफूमाथि के लगानी गर्नु भएको छ कि तपाईले अरूभन्दा भिन्नै आफूलाई देखाउन सक्नुहुन्छ। यही अराजकता र संघर्षमा बने हुलास, चौधरी अनि ज्योति। यही अराजकतामा देखे धेरैले असर। यही विद्यालय, कलेज र विश्वविद्यालयबाट पढेर बने भगवान कोइराला, उपेन्द्र देवकोटा र गोविन्द केसी जस्ता डाक्टरहरू। यस्तै परिस्थितिबाट गुज्रेर बनाए हाम्रो बुवा, आमा अनि पुर्खाले घर, बार अनि जोडे सम्पत्ति। तर यही परिस्थितिले बनायो तपाईलाई असक्षम। यही परिस्थिति बन्यो तपाईको बाधक अनि यही अराजकतामा हार्नुभयो तपाईले। मानिस पनि अचम्म छ। अचम्मको प्राणी छ मानिस। खुशी जहिले पनि भविष्यमा देख्छ, आफू बसेको भन्दा अरू कुनै ठाउँमा देख्छ अनि कुनै न कुनै वस्तुसँग जोडिरहेको हुन्छ। जबकि खुशी अनि सफलता भनेको आफ्नो सोचबाट हुने हो। नेपालमा खेती गर्न लाज लाग्छ, रेस्टुरेन्टमा काम गर्न लाज लाग्छ, पत्रिका बाँड्न लाज लाग्छ हामीलाई पेट्रोल पम्पमा काम गर्न। गाह्रो मान्छौं हामी सडकमा गाडी गुडाउन अनि गर्नै सक्दैनौं हामी भारी बोक्ने काम। होस् नहोस् हाम्रो समाजमा एउटा इज्जत हुन्छ। बरु पैसा नहोस् इज्जत जोगाउन जरुरी हुन्छ। हामी विदेश जान्छौ, हामी गाडी चलाउन नि तयार, टोयलेट सफा गर्न नि तयार, कुचो लाउन नि तयार, भाँडा माझ्न नि तयार, त्यही पेट्रोल पम्पमा काम गर्न नि तयार। आज एउटा प्रोफेसर साहबले भन्दै हुनुहुन्थ्यो, यो असाध्यै घत लागेको कुरो, अर्काको घरमा मिठो पाक्यो भनेर चाख्न जाने कि आफ्नै घरमा मिठो पकाउने। त्यसैले साथीभाइ हो, सोच बदल्नुस्, परिस्थिति आफै सुध्रिनेछ अनि तपाई सफलताको शिखर चुम्नुहुनेछ।